Hey, it comes like this. John McDowell says like this. जोन मैकडोनल्ड्सले यसरी भनेको छ, The most important things we can do for struggling youth is to remind them their identity in Christ. अनि जवानहरूलाई चाहिँ एकदमै कठिनाइ भएको कुरा चाहिँ के भन्दाखेरि उसले आफ्नो पहिचान चाहिँ गुमाएको छ। The struggling youth, those who have problems in their life, अनि जुन चाहिँ समस्या जुन चाहिँ आफ्नो जीवनमा जवानहरूले गरिरहेको छ, if you want to help them, यदि तपाईँ उसलाई सहायता गर्न चाहनुहुन्छ भने bring Jesus Christ to their life. तपाईँले प्रभु येशूलाई उहाँ भएकोमा ल्याउनुहोस्। Then with Christ, अनि प्रभु येशूद्वारा when they come to know their identity in Christ, अनि उनीहरूले चाहिँ आफ्नो येशूमा चाहिँ आफ्नो पहिचानलाई थाहा पाउँछ। then their problems, their suffering, or their struggles will be nailed in the cross with Jesus Christ. अनि उहाँको समस्या, उहाँको जीवनमा भएको सङ्घर्षहरू त्यो सबै कुरो चाहिँ त्यो क्रसमा जान्छ। And all the problems will be gone in the cross of Jesus Christ. अनि त्यो सबै समस्याहरू चाहिँ त्यो क्रसमा येशू मसीहमा जान्छ। So, biblical counseling is this. अनि बाइबल परामर्श यस प्रकारले छ, The biblical counseling is a purpose to heal your emotional, अनि त्यो बाइबलीय परामर्श चाहिँ जुन चाहिँ छ हाम्रो भित्रको भावनात्मकलाई चाहिँ चङ्गाई गर्नको निम्ति and give them a spiritual growth अनि आत्मिक उन्नतिको लागि हो, as well as personal growth. अनि हाम्रो व्यक्तिगत उन्नतिको लागि पनि हो। So, as you are a trainer, now a trainee to become a Christian counselor, अनि जब तपाईँ अहिले सिकिरहनु भएको छ, तपाईँ एउटा सिकुवा हो, what is the first important? अनि के एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ? What did you learn? के सिक्नुभयो तपाईँहरूले? Listen attentively is very important. अनि ध्यानले एकदमै सक्रिय भएर सुन्नु चाहिँ एकदमै जरुरी हो। Know your problems very well अनि उनीहरूको समस्यालाई चाहिँ थाहा हुनु चाहिँ धेरै असल कुरा हो। and help them to solve their problem by themselves through the power of Jesus Christ. अनि उनीहरूको समस्यालाई चाहिँ उनीद्वारा नै परमेश्वरको शक्तिद्वारा चाहिँ समाधान गर्नु हो। This is our responsibility as a Christian counselor. अनि हाम्रो यो विश्वासी परामर्शकर्ताको चाहिँ हाम्रो यो एउटा काम हो, दायित्व हो। They themselves have the solution. उनीहरूकोमा यसको समाधान होला। They themselves can solve the problem, their problems. उनीहरूले आफ्नो जीवनमा भएको समस्यालाई उसको समाधान गर्न सक्ला। But with Christ is very important. तर प्रभु येशू बिचमा भएर गर्नु चाहिँ एकदमै जरुरी छ। Not human wisdom, हाम्रो मानसिक बुद्धिबाट होइन, not secular approach, संसारिक कुरोबाट होइन, but with spiritual approach, biblical text or biblical story. तर बाइबलद्वारा, बाइबलको खण्डद्वारा र बाइबलीय हिसाबले चाहिँ